हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो भिडियोमा। आज एउटा नयाँ आईपीओ आएको छ। त्यसको नेम भने माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड हो। सर्ट फर्ममा यसको MEPDL यसको सर्ट फर्म हो र यसको शेयर टाइप भने अर्डिनरी शेयर हो, जो कुनै पनि नेपाली नागरिकले भर्न सकिन्छ र यसमा तपाईले म्याक्सिमम किता भन्ने 10,000 सम्म भर्न सकिन्छ र मिनिमम किता भन्ने 10 किता सम्म भर्न सकिन्छ। शेयर भ्यालु पर युनिट यसको प्राइस हो 100 रुपीज हो, 100 रुपैयाँ हो र यस कम्पनीको शेयर भ्यालु भनेको जति पनि यसले शेयर इस्यु गर्छ यसको टोटल भ्यालु भनेको 14,27,600 यसको शेयर भ्यालु हो। यो 2026 जुन 17 गते 9 बजेतिर यसले आफ्नो आईपीओ लन्च गरेको छ। यसको क्लोजिङ डेटको कुरा गरे भने 2026 जुन 22 तारिखको यसले क्लोज गर्छ भने यसमा हामीलाई 6 दिनसम्मको यसमा टाइम छ। तपाईहरुले जति छिटो हुन्छ तति छिटो यो शेयर भर्नु, किनभने मैले यो हेरेको छु, जो फर्स्टमा आउँछ त्यो फर्स्टमा भर्छ त्यसलाई पर्ने सम्भावना बढी हुन्छ। अब सिधै हाम्रो मोबाइल स्क्रिनमा जाऊ, हामी तपाईलाई यो पनि गाइड गर्छौं कि यो शेयर कसरी भर्ने। नर्मली यो सबैलाई आउँछ, तर जब जुन टाइममा मैले नयाँ यो क्षेत्रमा आएको थियो कि शेयर के हुन्छ कसरी हुन्छ, मलाई थुप्रो भिडियोहरु सर्च गर्नु पर्यो। यो कस्तो हो, यो कसरी गर्ने, त्यो कसरी गर्ने, कसरी भर्ने, कसरी बेच्ने, कसरी किन्ने, त्यो किन्ने बेच्ने र मेरो शेयर आइडीहरु कसरी बनाउने, के गर्ने, के डकुमेन्ट लाग्छ, के प्रोसेस छ, त्यो कुरा बेग्लै भिडियोमा कुरा गरौँ। यो भिडियोमा आज आएको माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड को शेयर हामी कसरी भर्न सकिन्छ त्यो हामी हेर्ने छौं। जाऊ हाम्रो सीधा मोबाइल स्क्रिनमा र हेरौं यो शेयर कसरी भर्ने र आईडी लाई लगइन गरिहाल्नु र त्यसपछि जुन माई ASBA गर्ने छ त्यसमा क्लिक गर्नु होला। यहाँ भने तपाईले एउटा अप्लाई गर्ने अप्सन हेर्नु सक्नुहुन्छ, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरेपछि जुन कम्पनीको डिटेल हो त्यो सबै कुरा यसमा हेराउँछ तपाईलाई। कम्पनीको नेम के हो, शेयर को टाइप के हो, कसले इस्यु गरेको, डेट, कति शेयर इस्यु हुन्छ, म्याक्सिमम युनिट कति भर्न सकिन्छ, मिनिमम कति भर्न सकिन्छ, त्यो सबै हो। अब यहाँ हामी तल हेर्न सक्नुहुन्छ प्रोसिड गर्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला र यसले तपाईको बैंक डिटेल डाइरेक्ट त्यहाँबाट तान्छ। यसमा हामीले भर्नु पर्ने के हुन्छ भने अप्लाई किता भर्नु पर्ने हुन्छ र हाम्रो जुन CRN नम्बर हुन्छ त्यो भर्नु पर्ने हुन्छ। किता कति भर्ने, अब कसैले 10 भर्छ, कसैले 50 भर्छ, कसैले 20 भर्छ। यसमा के हो भने जुन 10 किता भर्छ नि त्यसलाई पर्ने सम्भावना बढी हुन्छ। त्यही भएर म पनि अहिलेसम्म 10-10 किता नै भरिरहन्छु र म तपाईलाई पनि सजेस्ट गर्छु 10 किता मात्र भर्नु होला। र यसमा हामीले 10 टाइप गर्नुपर्ने हुन्छ। त्यसको टोटल अमाउन्ट भन्ने 1000 रुपैयाँ हुन्छ भने त्यो अटोमेटिक डिटेक्ट हुन्छ र यसमा हामीले आफ्नो CRN नम्बर भर्नु पर्ने हुन्छ। म आफ्नो CRN नम्बर भर्छु, तपाई आफ्नो भर्नु होला। र यहाँ यसमा टिक गरिदिनु होला र यहाँबाट तल जुन अप्लाई को अप्सन छ त्यसमा क्लिक गरिदिनु होला र त्यसमा तपाईको ट्रान्ज्याक्सन पिन माग्छ, त्यो हाल्दिनु र अप्लाई गरिदिनु। यसरी तपाई आफ्नो मोबाइलबाट घर बसेर एकदम राम्रोसँग शेयर भर्न
पाउनुहुन्छ र सेयर पर्यो भने तपाईलाई फाइदा, सेयर परेन भने 5 रुपैयाँ 10 रुपैयाँ चार्ज कटेर तपाईको पैसा फिर्ता आउँछ। त्यही भएर ढुक्क भएर बस्नु। आई होप यस भिडियोले तपाईहरुलाई केही जानकारी गरायो। इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्नु होला, आफ्नो साथीहरुसित शेयर गर्नु होला र यो च्यानलमा यस्तै खाले भिडियो डेली तपाईले हेर्नुहुन्छ।